योग्य मानिसहरूले अवसर खोजिरहनु पर्दैन, अवसरहरू नै योग्य मान्छे खोजी खोजी आइपुग्छन्। तर यो तथ्य विश्वविख्यात अर्थशास्त्री भनेर प्रचार गरिएका डाक्टर सोडिम वाग्लेको हकमा लागू नभएको देखेर हामी आश्चर्यचकित छौँ। यस्ता अद्भुत अर्थशास्त्रीले ल्याएको कर नीति प्रधानमन्त्रीले खारेज गरिदिए। अहिले हाम्रो देशका अर्थमन्त्री शिवरात्रिको मेलामा हराएको बालक जस्तो डिसएपियर भएका छन्। बुढा नीलकण्ठ स्कुल पढेका, विश्वका प्रख्यात विश्वविद्यालयहरूबाट उच्चतम डिग्री लिएका, विश्वकै नम्बर 1 निकायहरूमा काम गरेको अनुभव सङ्घालेका, मकै पड्के जस्तो अङ्ग्रेजी बोल्न जान्ने यस्ता अर्थमन्त्री आखिर अहिले यसरी किन सबैको निशानामा परे त? हाम्रो विश्लेषणमा अर्थमन्त्री सोडिम वाग्ले सबै दृष्टिले योग्य हुँदा हुँदै पनि उनी एकपछि अर्को विवादमा पर्नुमा विषयगत अल्पज्ञान भन्दा पनि मनोविज्ञानले बढी काम गरेको छ। सरकार नीति तथा कार्यक्रम बजेटको तयारी र पास गर्ने प्रक्रियामा थियो। प्रतिपक्षी सांसदहरूले रासोपाको नीति मात्रै राखेर सरकार अघि बढेको भनेर टिप्पणी गरे। जवाफमा वाग्लेले भनेका थिए, रासोपाले आफ्नै नीति लागू गर्छ, तपाईहरूको नीति लागू गर्ने भए 5 वर्षपछि फेरि चुनाव आउँछ, त्यो चुनाव जित्नुहोस् र आफ्नो नीति अनुसार बजेट तयार पार्नुहोला। अर्थमन्त्रीको यस्तो जवाफले प्रतिपक्षी झन बिच्किए। खासमा अर्थमन्त्री प्रश्नले मागेको जति मात्रै जवाब दिँदैनन्। जवाब दिने क्रममा सोडिम वाग्ले भित्रको अर्को एउटा सोडिम वाग्ले छ, जसले हरेक पल उनलाई भनिरहन्छ कि तिमी त खतरनाक विद्वान हौ, बारम्बार त्यसको पुष्टि गरिराख। हो, सोडिम भित्रको सोडिमले उनलाई हरेक पल प्रकाण्ड विद्वान भएको जस्टिफाई गरिरहन बारम्बार दबाब दिन्छ। त्यो पुष्टि गर्न मनोविज्ञान हाबी हुँदा उनी आवश्यकताभन्दा बढी उछलकुद गरिदिन्छन्, प्रश्नले मागेभन्दा बढी जवाब दिन्छन् अनि चिप्लिरहन्छन्। रासोपाले आफ्नो मात्रै नीति लागू किन गरेको भन्ने सवालमा उनले सहजतापूर्वक भन्न सक्थे कि हामीले जनतासँग यस्तै नीति लागू गर्छौँ भनेर भोट मागेका थियौँ, जनतासँग गरेको बाचाका कारण यसो गर्न हामी विवश छौँ। यति मात्रै भनिदिएको भए प्रश्नले मागेको जवाफ पुरा हुने थियो। तर अरूभन्दा जान्नेछु भन्ने प्रमाणित गराउने प्रयासमा दौडिँदा अर्थमन्त्री नियन्त्रण नै गुमाएर 3 बल्ड्याङ खान्छन्। दर्शकबिन, प्रकाश शरण महत अर्थमन्त्री हुँदा उनले 6 खर्ब ऋण उठाउने योजना अघि सारेर बजेट तयार पारे। प्रतिपक्षको कित्तामा उभिएका वाग्लेले राज्यमाथि असाध्यै चर्को भार पर्ने भयो भनेर चिन्ता प्रकट गरे। तर अहिले आफै उनी अर्थमन्त्री छन्। आफ्नो पालामा यिनले महतले भन्दा पनि बढी 6.5 खर्ब ऋण उठाउँछु भनेर बजेट तयार पारे। महतले गर्दा राज्यमाथि भार, आफूले गर्दा चाहिँ के त? नेपाली काङ्ग्रेसमा हुँदा यिनले अवसर नपाएका भने होइनन्, तर अवसरको उचाइ छुने ध्याउनमा यिनले गगन थापालाई राजनेताको उपमा दिएका थिए। गगनले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमलाई गरिब देशले पनि धान्न सक्ने अद्भुत प्रणाली भनेर जय जयकार गरेका थिए। अहिले आफै अर्थमन्त्री भएपछि भन्न थाले कि 3,000 तिरेर 1 लाखको ग्यारेन्टी गर्न राज्यले कहाँ सक्छ? आकस्मिक बाहेक अन्य उपचारमा स्वास्थ्य बिमा स्थगन नै गरेका छन्। यो बिमा योजना भविष्यमा नटिक्ने बताइरहेका छन्। भिजिट भिजा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक मुसिदा यिनले संसदमा बडो शानदार ढङ्गले आफ्ना बारे अनुसन्धान गर्न आफ्नै निकायको कनिष्ठ कर्मचारी राखेर छानबिन समिति बनाउने भनेर प्रश्न गरे। उनले ल्याएको आर्थिक विधेयकमा विरोध विवाद